यति मिठो बोल्नुहुन्छ, स्पष्ट बोल्नुहुन्छ, कुन विषय पढाउनुहुन्छ म्यामले? म विषयमा आफ्नै तरिकाले पढाउँला, तर यो आन्दोलनको माहौलमा विषय चाहिँदैन। म यही आन्दोलन पढ्नको लागि, आन्दोलन पढाउनको लागि, यहाँबाट शिक्षा ऐन कसरी लेख्ने भनेर नेतालाई सिकाउनको लागि आएको। म जुनसुकै विषय पढाउँ, अहिले यो प्रसङ्गको विषय होइन, अहिले यो परिवेश सोध्ने विषय होइन। यो क्वेसन तपाईँले नसोध्नुहोस्। तपाईँ भन्न चाहनुहुन्न? म भन्न नचाहने होइन, आवश्यक छैन। यहाँ यो त्यो भन्ने ठाउँ होइन। तपाईँ स्कुलमा आउनुहोस्, म भन्छु तपाईँलाई। अहिले हामी यो रण मैदानमा छौँ, यहाँ तपाईँले पढाइ कुन विषय भनेर नसोध्नुहोस्। विषयको कुनै सरकारै छैन। धेरैलाई जान्ने इच्छा हुन्छ, किनभने यति राम्रो स्पष्ट बोल्ने स्पष्ट वक्ताले तपाईँलाई धेरै चासो हुन्छ नि त, धेरैको चासो हुन्छ। मलाई फलोअप गरिरहनुहोस्, त्यस पछाडि म कुनै दिन भनौँला। अहिले त्यो आवश्यक छैन। होइन, यतिको राम्रो बोल्ने मान्छेले, किनभने जिज्ञासा हुन्छ नि त। तपाईँहरूलाई त धेरैले वाच गरिरहनु भएको छ, धेरै जनताहरूले वाच गरिरहनु भएको छ नि। तपाईँ त एउटा पब्लिक पनि समग्र समाजको समग्र पक्ष सिकाउने व्यक्ति हो क्या। भलै स्कुलमा कक्षा कोठामा कुनै एउटा निर्दिष्ट विषय सिकाउनु पर्ला, तर समाजको चौतर्फी कुरा सिकाउने हामी गुरु हौ। त्यसैले हामी सबै कुरामा पूर्ण हुनुपर्छ। भनेपछि अहिले अब विशेष गरी नेताहरूलाई तपाईँले सिकाउन मन छ होइन, पढाउन मन छ? यी नेता अब सिकाएर सिक्ने छैनन्। यिनीहरूलाई स्वाटै त्यहाँबाट निकालेर आर्यघाट पठाउने र योङहरूलाई त्यहाँ पठाउन मन छ, यिनीहरूलाई सिकाउन मन छैन। त्यसो भए तपाईँहरू जस्तो मान्छे किन राजनीतिमा नआउने त? तपाईँहरू किन इन्कार गर्नु? हेर्नुहोस्, शिक्षकले उसमा चाहिँ राजनीतिक चिन्तन हुनुपर्छ, बुझ्नुभयो नि। हामीले कक्षा कोठामा विद्यार्थीहरूलाई सही तरिकाले राजनीति सिकाउन सक्यौँ भने, राजनीतिका सबल पक्ष र दुर्बल पक्षहरू सिकाउन सक्यौँ भने भोलि उनीहरूले असल नेतृत्व चयन गर्न सक्छन्। त्यसैले हामी राजनीतिमा होइन कि कक्षा कोठामा हामीले सही नेतृत्व यसरी चुन्न पर्छ भनेर विद्यार्थीहरूलाई सिकाउनका लागि हामी जस्ता व्यक्तिहरू कक्षा कोठामा हुनुपर्छ, राजनीतिक थलोमा होइन। होइन, तपाईँहरू जस्तो राम्रो मान्छे राजनीतिमा नआउँदा, फर्स्ट बेन्चरहरू राजनीतिमा नआउँदा नै लास्ट बेन्चरहरूले मौका पाएको त सत्य हो नि म्याडम, होइन? त्यो अहिलेको अवस्थामा त्यो हो। त्यसैले यो नहोस्। 28 सालको पञ्चायती शिक्षा ऐन च्यातेर फालौँ। हिजो राजतन्त्र ठिक छैन, पञ्चायती शासन ठिक छैन भनेर यसलाई फाल्ने। आज देश सङ्घीयतामा गइसक्यो, गणतन्त्र आइसक्यो, लोकतान्त्रिक गणतन्त्रात्मक मुलुकमा राज्य गइसक्यो। 28 सालको पञ्चायती शासन व्यवस्था के अरे शिक्षा ऐनले अहिलेको शैक्षिक जगतलाई हाँक्न खोज्नु भनेको कहाँसम्मको लज्जास्पद कुरा। अस्ति कानुन मन्त्रीले भन्नुभयो हामीलाई यी गणतन्त्रवादी त होइनन्, हामी चाहिँ त्यो 28 सालको ऐन चाहिँ पुरानो भयो, यो त्याग्नुपर्छ र नयाँ ऐन ल्याउनुपर्छ भन्ने हामी गणतन्त्रवादी हुने। उहाँले पञ्चायतको ऐनले चलाउन पर्छ, सङ्घीयतामा आइसक्दा गणतन्त्रमा आइसक्दा भन्दा पनि उहाँ चाहिँ के अरे राजावादी नहुने। राजावादी को देखियो यहाँ? त्यस कारणले गर्दाखेरि अब हामीले राजनीतिमा चाहिँ योग्य व्यक्तिहरू भित्र्याउनु पर्छ। त्यसैले हामी कक्षा कोठामा छौँ, तर अहिलेको यो ऐनले अहिलेको अग्रगामी शिक्षालाई, अहिलेको प्राविधिक शिक्षालाई समय सुहाउँदो, माटो सुहाउँदो प्रविधि मन्त्री र जीविकोपार्जन गर्न सक्ने शिक्षा 28 सालको ऐनले दिन सक्दैन। आज +2 पास गरेर निस्किसकेपछि एउटा चाहिँ गरी खाने शिक्षा विद्यार्थीले लिएर निस्किनुपर्छ। त्यसका लागि यो ऐनबाट सम्भव छैन। त्यसैले हामीले अग्रगामी शिक्षा ऐन चाहियो भनेर हामी सडकमा ओर्लिरहेका छौँ। यहाँ एउटा भाष्य निर्माण गरिएको छ, शिक्षकहरू स्वतः थाहै हुनु पर्यो, शिक्षकको तलब बढाउनु पर्यो। यो होइन, हामीले आफ्ना लागि लडेका छैनौँ। समग्र शिक्षा प्रणालीलाई र सार्वजनिक शिक्षाको गुणस्तर वृद्धि गर्नु पर्यो, शिक्षाको निजीकरणलाई रोकिनु पर्यो। शिक्षा व्यापार होइन, शिक्षा सेवा हो। त्यसका लागि नयाँ शिक्षा अग्रगामी शिक्षा ऐन चाहियो भनेर हामी सडकमा आएका छौँ। हस्, धेरै धन्यवाद। हस्, धन्यवाद।